नमस्ते सबैजनालाई मेरो नयाँ ब्लगमा फेरि पनि तपाईहरु सबैजनालाई स्वागत छ। रातभरि पानी परेपछि आज दिन उज्यालो भइरहेछ। लो आवाजहरु सुन्नुस् त कस्तो राम्रो दृश्य यो पारी टिस्टातिर टाङसिङ माथि बादल उडिरहेको। साथी हो बिहान बिहानै म चाहिँ यो मस्याम रोप्न थाले। रातभरिको पानीले मकैहरु पुरै लडाइदिएछ हो। भल बगेर बारीमाथि यस्तो बारी घाल्दा यस्तो चाहिँ मकैहरु ढलेर हेर्नुस् त। यो सबै बारीमा चाहिँ मम्मीले भनेको मस्याम लगाइदिनु अरे। मस्याम रोप्दैछु है म चाहिँ स्पिडमा। लो हेर्नुस् तपाईहरु पनि। यो अदुवा बारीको साइडमा पनि सबै मस्याम लगाइदिएको। मम्मीले भनेको पछि मल थप्दा हुन्छ अरे। ठिकै छ। यो बर्खाको पलाको पानी हेर्नुस् है साथीहरु। यसको आवाज सुन्नुस् त कस्तो कानलाई नै एकदमै शान्ति पार्ने आवाज छ। सुन्नुस् त।
साथी हो हिँड्दा हिँड्दा यो बाटोमा यो झारपातदेखि हरियो एकदमै नरमाइलो लागेर आयो। म त यसलाई गोड्नु थालेँ है साथी हो। हेर्नुहोस् अब अहिले यस्तो छ, यो आरपार गोड्नुपर्छ यहाँदेखि पर त्यो सिँढी भएकोसम्म। हेर्दै जानुहोस् कस्तो हुँदो रहेछ गोडाइ। स्पिड हेर्नुहोस् है केटाको। लु हेर्नुहोस् त साथी हो, बिफोर र आफ्टरको रिजल्ट यस्तो छ है। गोडाइ केटाको चाहिँ एउटा झार पात नछोडी, एउटा सानो झार पनि छोड्नु हुँदैन यसलाई। अब चाहिँ लन्च गर्नु जान्छु म। मम्मीले मजाले पालङ्गी साग, आलु, पापड त्यस्तै खानु मन लागिरहेको थियो। फुरफुर गरेको पातसँग मजा आउने भयो साथी। लु अब आफ्टर लन्च चाहिँ अब खोर्सानी रोप्नु जाने साथी हो। आउनुहोस् है हेरौँ लाम्चे खोर्सानी। तपाईँहरू पनि मेरो साथमै रोप्ने, कसरी रोप्ने, के गर्ने म देखाउँदै जान्छु तपाईँहरूलाई। बिउ यहाँ राख्यो, मल पनि छ। टक्कै रोपिसकेर देखाउँछु तपाईँहरूलाई। हेर्नुहोस् है, ए हो रोपिसकेको। साथी हो एउटा बोटलाई चाहिँ मैले यो विदाउट मल्चिङ राखेको छु। कस्तो हुँदो रहेछ हेरौँ है ल। रातभरिको पानीले के फरक पार्दछ मल्चिङ गर्नुमा र नगर्नुमा, के फाइदा बेफाइदा रहेछ त्यो पनि हेरौँ। पानी पर्नु थाल्यो, सिमसिम पानी हो। अब एकछिन बाख्राको खोर पनि सफा गर्नुपर्छ, पानीले नत्र गर्नु दिँदैन। हेर्नुहोस् है खोरको हाल त्यस्तो भइरहेछ मुनि। यसलाई जति सक्दो सफा गर्छु। हेर्नुहोस् साथी, तपाईँहरूलाई पनि देखाउँछु भिडियोमा कति सफा गर्न सक्छु। ग्लोभ्स आइसकेको छ। अब केटा सुरु हुन्छ है। हेर्नुहोस् है, हेरेर जानुहोस्।
नाइन थ्री